नमस्कार, म महेन्द्र भट्टराई, घर लेटाङ नगरपालिका वार्ड नम्बर 8 जाँते बजार र अहिले म रोजगारीको सिलसिलामा सिसल्स भन्ने देशमा पूर्वी अफ्रिकामा कार्यरत छु र यस कार्यक्रम अन्तर्गत मैले पनि एउटा कविता भिडियो बनाएर पठाउने प्रयत्न गरेको छु र यस प्रतियोगितामा भाग लिनका लागि मैले कविता छनौट गरेको छु। प्यारो छ नेपाल यो भन्ने मेरो कविताको शीर्षक छ भने कविता शार्दूल विक्रीडित छन्द सहितको कविता छ र मेरो कविता यसरी सुरु हुन्छ। हामी छौं नभए रहन्छ कसरी नेपाल हुन्थ्यो कहाँ, हामी छौं नभए रहन्छ कसरी नेपाल हुन्थ्यो कहाँ, मै जान्ने गतिलो भनेर कसले लेखेर सुन्थ्यो यहाँ, लुच्चा दुष्ट भए दरिद्र मनका कस्तो छ बेतालयो, बोल्दा मात खुवाउने लवजमा अल्झेछ नेपालयो, व्यापारी करका दलालसँगको सम्बन्ध गाँसेपछि, व्यापारी करका दलालसँगको सम्बन्ध गाँसेपछि, भ्रष्टाचार गरेर लिप्त पदमा आफन्त टाँसेपछि, एउटा काम कुनै बिना रकमको गर्दैन बेहालयो, एउटा काम कुनै बिना रकमको गर्दैन बेहालयो, सम्झौता अनुसार भाग नदिए बन्दैन नेपालयो, लागेको छ कमाउने मगजमा अन्धो भयो शासन, लागेको छ कमाउने मगजमा अन्धो भयो शासन, विद्यार्थी जनता समाज सबमा थोत्रो भयो भाषण, भ्रष्टाचार विरुद्ध न्याय खटिँदा अड्डा छ भूचालयो, भ्रष्टाचार विरुद्ध न्याय खटिँदा अड्डा छ भूचालयो, देशै बेच्न यहाँ विवेक भरिँदा सिद्धिन्छ नेपालयो, जाग्नै पर्छ सयौं मिली सकलमा बाँधेर राख्ने भए, जाग्नै पर्छ सयौं मिली सकलमा बाँधेर राख्ने भए, इच्छा शक्ति सफा समर्पित गरौं सद्बुद्धि ताक्ने भए, हामी नै नरहे रहन्छ कसरी उद्योगको कालयो, हामी नै नरहे रहन्छ कसरी उद्योगको कालयो, सम्हालेर युवा विकास पथमा फुल्नेछ नेपालयो, पारौं स्वच्छ सफा सचेत जनले एकाद धागो बनी, पारौं स्वच्छ सफा सचेत जनले एकाद धागो बनी, राखौं धैर्य बढेर जागरणले रोकिन्छ आगो पनि, त्यागौं स्वार्थ समाजवाद बलमा फेरिन्छ जन्जालयो, त्यागौं स्वार्थ समाजवाद बलमा फेरिन्छ जन्जालयो, हामी लेख्न तयार छौं असलमा प्यारो छ नेपालयो, हामी लेख्न तयार छौं असलमा प्यारो छ नेपालयो भन्दै मेरो कविता यही समाप्त हुन्छ। सुनेर प्रतिक्रिया दिनुहोला र लाइक, कमेन्ट र सेयर पनि गरिदिनु हुनेछ भन्ने ठुलो अपेक्षा राख्दै यहाँहरूमाझ बिदा हुन चाहन्छु। धन्यवाद।